एभ्रिवान वेलकम टु पर्स किचन। आज चाहिँ म यहाँहरूलाई यो सामन फिलेट गरेर देखाउँदैछु। मन पर्यो भनेदेखि प्लिज सब्सक्राइब टु माई च्यानल एन्ड लाइक। ओके, लेट्स स्टार्ट। सबभन्दा पहिले यो माछा काट्नको लागि धारिलो नाइफ चाहिने भएकोले गर्दाखेरि मैले यहाँ धार लाउँदैछु। त्यसपछि यो किनेर ल्याएको माछालाई ओपन गर्ने। यो माछा चाहिँ 3 किलो जतिको छ अनि यो चाहिँ 8 युरो किलोको। यो 3-4 किलोको सामानलाई चाहिँ सानो सामान भनेर बेचिने भएकोले गर्दाखेरि यो अलिक सस्तो हुन्छ। ठुलो सामान हो भनेदेखि चाहिँ 25-30 युरो पर्छ किलोको। मलाई चाहिँ यसरी लिएर आफै सफा गरेर घरमा प्रयोग गर्न मन लाग्छ, किनभनेदेखि पसलमा गर्न लाउँदाखेरि काँडै रहेको हुन्छ र यो बच्चाहरूलाई खुवाउनलाई अलिक गाह्रो हुन्छ। त्यही भएर बरु अलिकति समय लागे पनि म सधैँ आफै सफा गर्छु अनि बनाउँछु। फिस स्केल निकालेँ अनि फिस स्केल निकालेपछि सफा गरेँ अनि सफा गरिसकेर फेरि प्याड ड्राई गर्ने। अनि त्यसपछि म यहाँ घाँटीमा काट्दैछु। अहिले घाँटीबाट यसरी सरक्क यसरी घाँटीमा काटिसकेपछि अर्को साइडमा पनि फर्काएर यसरी काट्ने अनि यसरी घाँटीमा काटेर यो एकचोटि सट्टा हानेर यो टाउको सेपरेट गर्ने। टाउको सेपरेट गरेर साइडमा राख्ने। अनि नाइफ चाहिँ सधैँ सफा गर्नुपर्छ यो माछा काट्दाखेरि। नाइफ चाहिँ सधैँ सफा गर्नुपर्छ। क्लिन नाइफले काट्यो भनेदेखि सजिलो हुन्छ। अब हेर्नु है त, अब यसलाई फिलेट गरौँ है त। फिलेट गर्दा चाहिँ यो बिचमा भएको बोनभन्दा अलिक माथिबाट थाल्नुपर्छ र हेर्नुहोस् त कस्तो राम्ररी गरेँ मैले, कस्तो राम्रो भयो। अनि यसलाई मैले साइडमा राखेँ र यसै गरेर अर्कोको फिलेट पनि गर्नुपर्छ। यो अर्कोको फिलेट गर्न चाहिँ अलिक अप्ठ्यारो हुन्छ, तर यो म चाहिँ सधैँ यो टेल साइडबाट यसरी गर्छु। हेर्नुहोस् त, यसरी बाटो बनाइसकेपछि अब त्यसलाई नै एउटा बाटो गरेर उता बेलीको साइड चाहिँ अप माथि उचाल्ने अनि यताबाट फेरि अलिकति त्यो बोन भएको भन्दा अलि माथिबाट त्यसरी गर्ने। हेर्नुहोस् त कस्तो राम्ररी काट्यो, कस्तो राम्रो फिलेट भयो। अब यसलाई पनि साइडमा राख्ने अनि यसलाई साइडमा राखिसकेपछि हेर्नुहोस् त यो सेन्ट्रल बोन चाहिँ यो चाहिँ हामीले पिसमा काट्ने। यो चाहिँ हामीले करी बनाउन नि मिल्छ, करी सुप बनाउन पनि मिल्छ, स्टक बनाउन राख्न नि मिल्छ। अनि यो टाउको पनि म काट्दैछु। हेर्नुहोस् त करी सुप मजाले बनाएर खान मिल्छ योबाट। अनि अब म यसलाई साइडमा राख्छु। नाइफ सफा फेरि अनि त्यसपछि अब फिलेटको त्यो साइडमा भएको बेलीमा भएको बोन निकाल्ने। यसको फिस बोन निकाल्दाखेरि चाहिँ यो बोनभन्दा अलिक तल नाइफ गरेर बाहिरतिर फर्काएर काट्नुपर्छ। नाइफलाई भित्र काट्यो भने मासु छुने सम्भावना हुन्छ यो फिस मिट, त्यही भएर बाहिरतिर राखेर काट्ने। यसरी त्यो निकाल्ने। ओके, अनि यो रहेको यो यसलाई पनि पिस गरेर साइडमा राख्ने अनि यो फिस बेलीको पार्ट निकाल्ने। बेली निकाल्यो भने चाहिँ यो राम्रो फिलेट बन्छ। यो बेली चाहिँ अलिकति झुन्डिने भएकोले त्यति साह्रो राम्रो हुँदैन। अनि साइडमा यो फिलेट राम्रो गर्ने अनि यो बेलीलाई काटेर एउटा बटुकामा राख्ने। यो बेली चाहिँ मलाई यो फ्राई गरेर खान मन लाग्छ र म छुट्टै राख्छु अरूभन्दा। अनि फेरि सफा गर्ने। अनि जहिले पनि यो फिसको काँडा निकाल्दा चाहिँ एउटा सानो बटुकामा पानी र ट्विचर लिनु होला। त्यो ट्विचर चाहिँ माछाको बोन निकाल्ने ट्विचर पाइन्छ, मैले चाहिँ त्यो चलाउँदैछु। फ्रिजमा राख्नु होला अर्को पिसलाई चाहिँ यसरी नै अब बोन निकाल्ने। हेर्नु त साइड पनि सफा गर्ने यसरी। अनि राम्ररी सफा भइसकेपछि अघि फ्रिजमा राखेको पिस ल्याउने, फिलेट ल्याउने, त्यसलाई अनि यो सफा गरेको फिलेटलाई प्लेटमा राखेर फेरि फ्रिजमा लाने। यसलाई फ्रिजमा लाने अनि यसलाई फ्रिजमा लगेर राखेर अनि अर्कोको फेरि त्यस्तै तरिकाले फिस बोन निकाल्ने। अघि पहिले गरे जस्तै गरेर अनि बेलीलाई पनि सेपरेट गरेर पिस गरेर बटुकामा राख्ने। यसरी पिस गर्ने। यो चाहिँ त्यो फ्राई गरेर खाँदा साह्रै मिठो हुन्छ।
अनि अब यसलाई फेरि फिस बोन निकाल्ने। फिस बोन निकाल्दा चाहिँ अपोजिट साइडबाट हात रब गर्नुपर्छ माथि, अनि त्यो फिस बोन एपियर हुन्छ। त्यसरी सबै गरेर निकाल्ने। अनि निकाल्दै त्यो फिस बोनलाई पानीमा हाल्यो भने ट्विस्टर सफा पनि हुँदै जान्छ, त्यही भएर सजिलो हुन्छ फिस बोन निकाल्न। अनि यहाँ सानो सानो त्यो वाइट स्ट्रिङ थियो, त्यसलाई चाहिँ म निकाल्दैछु। अनि यो अब म चाहिँ यो फिलेटलाई चाहिँ स्किनलेस बनाउने भएकोले गर्दाखेरि यो स्किन निकाल्दैछु। हेर्नुहोस् है त, पहिलेबाट अलिकति स्लिट कट गर्ने त्यहाँ, अनि त्यसपछि स्किन तान्दै तान्दै गर्ने। अनि नाइफलाई काम गर्न दिनुपर्छ यतिखेर चाहिँ। हेर्नुहोस् त कति राम्रो फिलेट भयो। अनि स्किन मेरो नानीलाई धेरै मनपर्छ, त्यही भएर म यो स्किन छुट्याएर राख्छु प्रायः जसो। कस्तो राम्रो फिलेट भयो, यहाँ हेर्नुहोस् त कस्तो राम्रो देखियो। आफूले बनाएको फिलेट जस्तो कहिले हुँदैन। म महिनामा एउटा दुईटा यस्तो माछा ल्याइरहेको हुन्छु घरमा, किनभने पोर्चुगलमा धेरै फ्रेस माछाहरू पाउँछ। यसरी आफूले गर्दा चाहिँ धेरै राम्रो। पसलमा गरेको धेरै काँडाहरू हुन्छ लिएर आउँदाखेरि, अनि स्केल पनि हुन्छ धेरै। त्यो फिस स्केल काँडा धेरै भएकोले त्यति मन पर्दैन मलाई। अनि यत्रो सानो हड्डी भयो केही भयो भने नि मेरो छोरीले थाहा पाइहाल्छन्, त्यही भएर खाँदिनँ। त्यही भएर अनि हेर्नुहोस् त कति राम्रो देखियो। अनि मैले चाहिँ अहिले यो मेरो पकाउने समय छैन, त्यही भएर म यो चाहिँ अलिकति क्योर गर्नको लागि र फ्लेभर इन्हान्स गर्नको लागि चाहिँ अलिक यो सल्ट, सी सल्ट र यो ड्राई डिल, सोप नेपालीमा सोप भन्छ, ड्राई डिल राखेर चाहिँ म ओभरनाइट जति फ्रिजमा राख्छु है। त्यसलाई यसरी राख्दाखेरि चाहिँ यो चामलको फ्लेभर आउँछ। यो चाहिँ ओभरनाइट बसियो। यसलाई चाहिँ म अब काटेर पिस पिस बनाएर यो दैनिकै खाने तरिकाले एउटा जिपलक ब्यागमा, माछा राख्नको लागि यो जुनै ब्यागमा राख्छु। अनि त्यहाँबाट एयर सबै निकाल्नुपर्छ। एयर निकाल्नको लागि चाहिँ स्ट्र युज गर्छु, अनि स्ट्रबाट एयर आउट गर्ने। अनि यो भ्याकुम गरे जस्तै हुन्छ, किनभने यसो गर्दाखेरि चाहिँ जिपलक खोल्दै फेरि त्यसरी नै एयर निकाल्दै राख्यो भने राख्दाखेरि सजिलो हुन्छ एभ्रिडे युजको लागि, भ्याकुम डाइरेक्टली गर्नुभन्दा पनि। हेर्नुहोस् त कति राम्रो भयो। अनि यसमा लेबल लाउने अनि राख्ने। फ्रिजमा राख्नुभयो भनेदेखि चाहिँ 5-6 दिनसम्म, 6-7 दिनसम्म, 1 हप्तासम्म चलाउन मिल्छ। फ्रिजरमा राख्नुभयो भने चाहिँ 1-2 महिनासम्म चलाउन मिल्छ। यो कति राम्रो भयो। अनि अर्को फिलेट पनि म यसरी नै म ब्यागमा हालेर राख्छु। अहिले पकाउने समय छैन मेरो, र यदि मैले यसको भिडियो बनाएँ भने पोस्ट गर्नेछु है त। यहाँ सबैलाई धन्यवाद यो भिडियो हेर्नुभएको लागि। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।